फाइनली गाइज पुग्यौँ हामीहरू। गाइज आज चाहिँ हामी हाम्रो गाउँमा रहेको सबैभन्दा ठुलो एकदम ठुलो जङ्गलमा जान गइरहेका छौँ, जहाँ चाहिँ बाघ भालु अनि हरेक चिजहरू हुन सक्छन् त्यहाँ चाहिँ। तर पनि तिनीहरूलाई काट्न तिनीहरूको सामना गर्न भनेर चाहिँ मैले तरबार लगेर गएको छु, खुकुरी चोक खन्नी। पछाडि रहेको यो जङ्गल देख्दै हुनुहुन्छ नि, जङ्गल कहाँबाट देख्यो? जब कि जङ्गल सामने छ हाम्रो अगाडि, देखा न माथि अगाडि रहेको छ जङ्गल। यो जङ्गलको टुप्पा माथि टुप्पामा जानेवाला छु गाइज आज चाहिँ हामी। सो त्यो टुप्पामा गएर त्यहाँको भ्यू देखाएर फेरि तल आउनेछु। जङ्गलमा काफल आफल सब चिज खाएर फेरि आउनेछु हामी तल। सो अहिले चाहिँ जान लागेको छु, बाघ भालु जे पनि हुनसक्छ। सो डरलाग्दो जङ्गल चाहिँ एकदम घनाक छ कि भित्र जाँदाखेरि, त्यही भएर आँसी चाहिँ सुरक्षाको लागि ल्याएर आयौँ। सो गाइज लेट्स गो। सो गाइज यहाँदेखि चाहिँ जङ्गलको भर्खर भर्खर स्टार्टिङ यहाँदेखि जानुपर्ने छ। लगभग आधा घन्टामा त पुगिहाल्ला अगाडिसम्म। रोडको हालत हेर्नु यस्तो यस्तो छ है, यो रोड जस्तो पनि देखिन लाग्छ। पहिले त पुरै दपडिरहेको थियो, अब चाहिँ रोडको अरू केही टेन्सन छैन गाइज। मलाई त त्यो डाँडाको टुप्पाको तल तल बाघ भालु बस्छन् भन्ने पहिलादेखि सुनेको छु। सो त्यही भएर चाहिँ अलिकति डर लागिरहेको छ। त्यही पनि जाउँ, मर्नु एक दिन मर्नै पर्ने। आज एक दिन मर्दा केही हुन्न, जस्तो काल आयो त्यस्तै मर्दिनुपर्छ गाइज। जिन्दगीमा डर भन्ने चिज कहिले मान्नु हुँदैन। डरको अगाडि जित्छ भने जसरी रहनुपर्छ। तर यहाँ रुखु काटेपछि थाहा छ किन? रुखु काटेपछि यहाँ पैसा तिराउने मतलब वो अलग ही लेवल का बंदा था। तिमीहरू पहिलादेखि एउटा काफल थियो, सो त्यो काफल पाकेको छ कि छैन हेरौँ। पाक्या भए चाहिँ खाएर जानुपर्छ, मस्त देखाएर। कहिले काहीँ लाग्छ सो गाइज माथि यहाँनिरको काफल चाहिँ पाक्या हुन सक्नुपर्छ। एकदम बुढो काफल छ त्यो चाहिँ माथि यहाँनिर। यो वाला ऊ यहाँनिर छ कि यहाँनिर। सो पाक्या छ कि छैन हेरौँ है। गुराउँस फुल पनि पाक्या होला नि, पाक्न चाहिँ गुराउँसको फुल पनि खानुपर्छ। अहिले देख्यो भने अगाडि बाटोमा चाहिँ आजको मेन टार्गेटै भने त्यही हो, जङ्गलमा हिँड्ने अनि गुराउँस खाने काफल खाने, बस त्यही हो। त्यही टार्गेटलाई कहीँ बाघको पनि यस्तो टार्गेट नहोस् कि एउटा मान्छे खान्छु भन्ने टार्गेट नहोस् कि, त्यही भन्न चाहन्छु। स्याउनाले पुरा हेर्नु न, ऊ सुनिल लाग्दैन। बाटो पनि एकदम अप्ठ्यारो छ क्या, माथि पुग्दामा हालत खराब हुने मलाई थाहा भइहाल्यो आज। अहिले थाके जस्तो भइहाल्यो भने यार। पाक्या छ कि पैसा हेर्नु त्यो काफल राम्रोसँग ल हेर्नु। हेलो गाइज, हामीहरू त्यो माथि डाँडामा पुग्न त हालत खराब हुनेवाला छ होइन। त्यही पनि अब जसरी भयो भने हामी जानेवाला छौँ। नाउ लेट्स गो। जो भिडियोमा नयाँ मान्छे हुनुहुन्छ, नयाँ मान्छे जोडिनु भएको छ, तिनीहरूले चाहिँ भिडियोलाई सब्सक्राइब गरिदिनु होला। अनि म के खाउँला गाइज? मलाई चाहिँ यहीँ रोकाएर आफू चाहिँ काफल खान्छु भनेर जान लाग्छन् कि हेर न। एकदम बुढो काफल छ कि यो, पुरै खाएर हेर्नु न, लद्दी हद्दी सकिया छ पुरै। यस यो कसरी बसिया छ हेर्नु न गाई। ल यस्तो भएको छ कि यो काफल कुरो, तल हेर्नु तल। गाइज काफल भाँचिने आलु छ गाइज। ए रुखमा ढल्दो। गाइज काफल खानुहुन्छ, काफल खाने भएपछि त हाम्रो गाउँ हुनुपर्छ है। यो त के होइन, यो त टेलर मात्रै हो। माथि कस्तो कस्तो काफल हुन्छ भने एकछिनमा देख्नुहुन्छ कि तपाईँहरूलाई देखाउँछु म। रियल काफल, द रियल काफल अफ बाजुरा सिटी। सुकिलो पाकै छैन। हेर्नुहोस् गाइज, काँचै छ कि अहिले पाकेको छैन। यस्तो लास्ट सुकिलो छ क्या। यो समात न
भिडियो बनिरहेको छ ओहो ला चुकिलो के खानै नकिन खाना के लागि ओ गाइस गाइस कता गइराछ नजाऊ भने यार त्यो त नजाऊ मलाई प्याट्टी भयो तिनीहरू चाहिँ काफल खाना भन्छ म त अब यस्तो अवस्थामा छु किनभने जुत्ता लगाएछ न त म पनि जान त सक्थेँ त्यही पनि हात छोडेर बिदिने हो म डर लाग्छ मेरो आफ्नो हो तल छ तर पनि डर मान्ने म आफ्नो भनेर यस्तरी हल्लिन लाग्छ गाइस एउटा काफलको रुख यहाँ पनि छ तर यहाँ एकदम तल रोडको नजिक भएकाले यहाँ चाहिँ कोही राख्दैनन् के माथितिर चाहिँ हुनसक्छ आज खतरा खतरा पाखियावाला गुराउँस फुल पनि हुन्छन् माथितिर गुराउँस ला डेन्जर छ भने मोबाइल समय समय बनाउन लागि आउँदै पनि गाइस बान्दर त हिँडेर जस्तै छन् का पछाडिबाट आउन लाग्छन् गाइस ए नाइ नाइ भने उता फेल ओए गाइस गाइस मैले चाहिँ जुत्ता लगाएको छैन हैन उई यो चाहिँ किन भने चाहिँ गाइज यो चाहिँ यो एरियामा चाहिँ 2-4 पटक बाघ आइसकेको छ हैन योमा चाहिँ यसको गाई एउटा होइन 2-3 पाटा हुन सक्छन् किनकि जङ्गल अलिकति माथि छ कि गर्मी भइहाल्यो अहिले यस्तो स्याउला स्याउला छ चिप्लो चिप्लो बाटो हिँड्न पनि लास्ट गाह्रो के सो त्यही भएर चाहिँ गाइज अहिले त के छैन यो त टेलर मात्रै हो भने जस्तो कि माथि यति बाक्लो जङ्गल माथि यति बाक्लो जङ्गल छ नि गाई सडक सुरुको आवाज आउँछ कि के आइहाल्यो कि भन्ने बाघ आएको हुन्छ नि त यो जङ्गलमा त्यही भएर डर लाग्छ माथिदेखिको भ्यू झन् यति बवाल छ नि त्यो त माथि गइसके थाहा हुन्छ तर जाँदाखेरि चाहिँ एकदम डेन्जर इलाका छ फेरि त्यताबाट कहाँ जाने माथिबाट जान्ने डेन्जर बाटोबाटै जाउँ न भने हाम्रो गाउँतिर अब लाली गुराउँसहरू सकिसक्यो के लाली गुराउँसको सिजनहरू यतातिर सकिसक्यो अब काफलको सिजन आइरहेछ नि त अस्ति चाहिँ म गएको बेला चाहिँ एउटा चाहिँ लाली गुराउँस पाएको थिएँ कि ल यसको छ यता चाहिँ साँच्चै रहेको अब होइन गाई यहाँ चाहिँ बाघ भालु आउने सम्भावना लास्टै धेरै छ कि गाई चाहिँ कहाँ यो त गाई ओइ गाइस हामी 3 जना मात्र हो यो जङ्गलमा म चाहिँ क्यामेराम्यान भइहालेँ अलिकता त्यसैले भिडियोमा आउँदैन क्या धेरै न अब चाहिँ के हुन्छ योभन्दा पछि धेरै डर लाग्दो हुनेछ किनकि अगाडिसम्म त हामीहरू रोडको नजिकतिर छौँ नि त अब चाहिँ हामी लगभग जङ्गलको बिचतिर पुगिसक्यौँ नाउ लेट्सको के हुन्छ अब हेरौँ है माइक लगाएर जानेवाला हौँ हामीहरू माथि किनकि अब अलिकता टाढा टाढा भयो भने चाहिँ माइकको अब आवाज आउन सक्दैन नि त द्याट माइक इज माथि यस्तो डराउनु छ भो हल्का रमाइलो पनि भइरहेछ गाइज डर पनि लागिरहेछ रमाइलो भन्दा बढी डर छ सो त्योभन्दा ठुलो कुरा के हो भने चाहिँ हाम्रो चाहिँ टार्गेट युट्युबमा यस्तरी चिप्लाउनु लाग्छ कि युट्युबको लागि एउटा के भन्छ नि यसलाई के भन्छ च्यालेन्ज जस्तै भिडियो गाई यो चाहिँ आज चाहिँ हामी दिनभर लगभग भनौँ त्यही दिनभर आजको दिन चाहिँ जङ्गलमै बिताए जस्तै हो खानलाई पनि के छैन पिउनलाई पानी छैन यो ठाउँमा अब कहाँ जाने के थाहा छैन एकै ठाउँ मात्रै छ यहाँ अलि पानी पिउने ठाउँ पानी पिउने ठाउँ त छ गाई जो हाम्रो गाउँ घरमा लगिया छ यहाँदेखि मुहान बनाएर सो त्यहाँ जान चाहिँ लास्ट डर लाग्ने सबभन्दा डेन्जर इलाका त्यही के फेरि यस्तो छ नि मैले 2-3 चोटि मात्रै देखेको छु यहाँनिर घर भएर यहाँनिर जङ्गल भएर त्यहाँ गएको छैन त्यो मूलमा धेरै जस्तो कालिज भेटिन्छ कालिज तित्रा पहिले मैले लाएको यो बास सुन्दिँदैन पहिले मैले यहाँ वन हेर्न आउँदाखेरि मैले लाउँ यो बास को बाँस देखाइकन यो देखान यो बास उसै किन
बुवाजीलाई भने हुन्न होला सासपुदी गयो भने पनि भयो गाइज बल्ल एउटा गुराँसी फुल भेटिया छ तै पनि सिद्धि लागिसक्यो तर जङ्गलमा हिँड्न चाहिँ गरे लाग्यो भने मजा गुराँसी फुल आउँछ छ गुराँसी फुल म टिप्न जान लाग्छु गाइज यता म यहाँ चल्न आँखा लाग्छु गुराउँ छोडेको गाइज फसललाई राम्रोसँग गुराँसी फुलको फोटो हो के यसै तँ सुशील मोबाइल फाललाई तेरो जुत्ता छन् रहेछ यति ठुलो दुलो जाने म त ऊ बस्छ क्या हो यार कोकोडाइल क्या हो कोकोडाइल नेपालीमा जडिङ्लो 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 वो अलग ही लेवल का बंदा था। कोकोडाइल भने ए कुकुरलाई क्या हुन्छ सुसु मगरमाछ हिन्दीमा अब जेलीफिस 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 हो म सोध्न लागेको छु तिमीहरूलाई मलाई त थाहा छ के हो भन्ने के हो कछुवा कोकोडाइललाई कछुवा भन्दा गाइज यो इङ्ग्लिस मिडियम पढेर खासै इङ्ग्लिस जानु लागेको छैन मैले इङ्ग्लिसमा त थाहा थियो यस्तो डेन्जर बाटो यार। होला न गोडो होला न गोडो होला न गोडो होला न गोडो गाइज गाइज यो त हामीले देखेकै छैन भने केले खोर्सियो धेरै यी थाप पनि गाइज अब हामी चुल्लु पहिराको नजिकमा पुगिसक्छौँ अब थोरै छ चुल्लु पहिरा गुङ्गरको जस्तो थाप छ कि नि हाम्रो जस्तो भए पनि गाइज यहाँ मुखले जङ्गलमा आउनेवाला के हो मुखले यस्तो यो गुङ्गुर जस्तै हुनेवाला गुङ्गुर जस्तो त्यसको न के हो बदेल 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 चाहिँ 100% ग्यारेन्टी भन्छु बदेलले खर्स्यायो यो ल भाइ हाम्रो गाउँमा थरी थरीका पाइन्छन् गाइज जस्तै गुना गुना लामा बुझ्नुवाला यहीँनिर खोर्स्या छ त माथितिर के होला मलाई त त्यही डर लाग्न लाग्यो यस्तो जङ्गल छ नि यहाँ माथिमा गाइज अब हामी जाउँ यम्बु यार यम्बु पाइन्छ के यार गाइज यो छाप के को होला एक्चुअली अनुमान गर्नु त कसलाई थाहा छ कमेन्ट गर्नु होला है यस्तो यस्तो छाप देखेर कसरी जान मन लाग्ला त यार यता पनि छ गाइज यता पनि छ म हिँड्छु अब त्यो यहाँनिर छ म बोल्न तक नबोल राख्नु न मैले उभ्याएको यहाँनिर को डेन्जर छ 100% गाइज 100% यहाँ चाहिँ हुनैपर्छ किन बदेल यो जङ्गलमा चाहिँ छन् कि बाघ भालु 100% छ गाई ला डराइनु छ कि यार अस्ति चाहिँ हाम्रो गाउँको नजिक चाहिँ हाम्रो गाउँमा असल वन कुनै फुर्काएको छैन गाइस के वन वन हेर्ने मान्छे पनि आएको छैनन् बनाउँछ भन्न त्यो वन कार्यालय मान्छे पनि हाम्रो गाउँमा एउटा वन कार्यालय छ त्यहाँ वन हेर्ने मान्छे थरी थरीका मान्छेहरू छन् तर कोही पनि आउँदैन कोही पनि गर्दैन वन हेर्ने के छैन पहिला एकचोटि थियो त्यो कारण के हो किन हेर्दैनन् अहिले मान्छे छैन सब मान्छे तराईतिर कारण भनेको घना जङ्गल छ गाउँ घर नै जङ्गल जस्तो भइसक्यो जङ्गल त हुनै थियो र गाउँ घरमै बाँदर आउनु लागिसक्यो गाइस वन त बनै छ गाउँ घरमा पनि बाँदर आउँछ के घरमा बाँदर आएर मकै खाएर जान्छन् डर लागिरहेको छ कि यार गाइज डर लाग्यो भने हामीलाई रमाइलो एक दृश्य देखिरहेको छ उता गुराँसी फुल छ उता तलै तम्बु तर यहाँनिर जङ्गलमा छ के मन्दिर पनि मन्दिरको एउटा धारमा एउटा काफल पनि छ गाइज त्यो काफल पनि आउँछ तर गुराँसी फुल यहाँ छ अब हामी टिप्न लागिसकेका छौँ गाइज फाइनल्ली गुराँसको फुल चाहिँ भेटाइयो हाँस्छु यहाँ अहिले चाहिँ सिजन खतम हुने भयो अब अर्को पनि भाँच्नेवाला छु उता त तर आइरहेको छ तर हामीले कहिले देखेको छैन गाइज हामीलाई रक्षा गरौ खाली जङ्गलमा चाहिँ गाई जोर जोरले नबोल्नेवाला छु अब म चुप्प लागेर हिँड्छु अब अगाडि हाम्रो दाइ बोल्न गइरहेको छ ल बोल जङ्गल इलाकामा कस्तो भने चाहिँ सबैले बोलेरै जानुपर्छ बोल्न चाहिँ ठुलो ठुलो आवाज निकालेर किनभने ठाउँ ठाउँमा भएका जङ्गली जनावर जो हामीलाई खतरा हुनसक्छ तिनीहरूदेखि त्यही भएर चाहिँ ठुलो स्वरले बोल्दाखेरि चाहिँ अलिकति आफूलाई सुरक्षित महसुस हुने भएकाले जोरले चाहिँ बोल्न अति आवश्यक हुन्छ जङ्गलतिर चाहिँ सो गाइज काफल खाने उद्देश्यले आएको तर काफलै भेटाइरहेको थिएन कि सब आएको छ तर काफी त्यो कारण काफी खाएर बिमार हुनुभन्दा माथितिर जान्छु
जहाँ पुग्ने त्यो टार्गेट गरेर आउँछु, काफल होस् या नहोस्, तर हामी आफ्नो टार्गेट आफ्नो लक्ष्यतिर पुगेर नै छोड्छौँ। गाइज अहिले चाहिँ हामी होइन 3 जना छु, ल 3 जना छु। यो अघिल्लोचोटि यो एक्लै होइन एउटा सानो मोबाइल ल्याएर, सानो मतलब त्यस्तो यो मोबाइल त्यति राम्रो थिएन कि मोबाइल चाहिँ एकदम यही मोबाइलमा मैले भिडियो बनाऊ यो पहिला। मोबाइलदेखि चाहिँ यो भ्लग बनाउन इन्डिया डेडी मम्मी देख्छन् भनेर चाहिँ भिडियो बनाउन माथि वहीँ टुप्पामा एक्लै गयो भयो कि कसरी गयो होला अहिले चाहिँ अचम्म लागिरहेको छ मलाई। क्या कुर्यो मोबाइल कुरिरहेको छ कहाँ छ यस्तै थियो। सो गाइज उतिखेर चाहिँ यो गयो, अहिले चाहिँ त्योभन्दा घना जङ्गल भएको छ कि त्यो भएर चाहिँ आज पनि फेरि गएको कस्तो बनाएको भने चाहिँ उतिखेर पनि काफले पाक्ने सिजन थियो, सायद यही महिना आएको थिएन, यही सिजनमा आयो होला। यही सिजनमा आएर काँचो काँचो काफले खान लाग्यो भयो त्यहाँनिर, पारी यो गाउँ हो पारी यो गाउँ हो भन्न लाग्यो भयो के भरे। यस्तो लाली गुराँस यस्तो हुन्छ नि यहाँ सिजनमा, यति धेरै हुन्छ नि। अहिले चाहिँ यो पुरै उसको कारणले भयो, सिजन खतम भइसक्यो नि त, सिजन खतम भएपछि कहाँ देखिरहन्छ। गुराउँसका उछन् भने रुख यता पुरै पहाडी उता पारीको गाउँ देखिहाल्यो गाइज, पारीको गाउँ देखिहाल्यो। हाम्रो गाउँ त कहाँ रह्यो यता देखि नै लाग्दैन, कोही छैन भने यत्रो जङ्गलमा सुनसान छ। हामी अब थोरै दुरीनिर छौँ, माथि यहाँनिर आइहाल्यो। सो गाइज यहाँनिरको भ्यू पनि हेरेर अब चाहिँ हामी माथितिर फेरि गइहाल्यौँ। कपडाको हालत खराब भइहाल्यो पुरै, माथि हिँड्नेदेखि उता नलग, उता लग्यो भनेपछि त पुरै जङ्गल इलाका। माथि यहाँनिरको यो डाँडामा जानेवाला छौँ हामी, त्यहाँनिर पुग्यो हाम्रो च्यालेन्ज इज कम्प्लिट। डर मान्नुहुन्न गाइज, ठेगाभन्दा अगाडि यहाँ साइडबाट जाउँ, माथि बाटो छ त यहाँ माथि। अब त्यतिले पानी हानी खाने आलो छ क्या, पानीको सानो दह छ, त्यहाँनिर पानी हानी खाने आउँदा नि के जनावरहरू पहिला पनि देखेँ मैले एकचोटि। यस्तो धुलो छ गाडी, यहाँनिर पानीको धुलो छ क्या, यहाँनिर यो वाला धुलो, यहाँभित्र पानीको धुलो छ कि यहाँनिर। नचल्न सकेपछि पानी छ कि त पानी सुक्यो पहिला थियो भने एकचोटि कसम भने यहाँनिर पानी नि भइरहेको छ क्या यहाँनिर। त्यहाँनिर हेर्नु न कस्तो गरेर डराउनु लाग्यो भने काफल खाने र गुराउँस खाने, गुराउँस खाइहाल्यौँ, काफल पनि खाइहाल्यौँ, तर काँची छ यहाँ माथितिर खाँची रहेनछन् गाइस। सो यो डाँडामा पुग्ने लक्ष्य थियो, त्यहाँ फाइनली पुग्नेवाला छौँ। अब चाहिँ हामी पुगिसक्यौँ भने पनि भयो, यसको माथि टुप्पा यहाँनिर मात्र हो। हिँड्न लास्ट गाह्रो छ भने हेर्नु न कस्तो ठाउँ छ। गाइस यसरी चाहिँ लडेँ है म पुरै बिन्दास रूपमा छिटो जाने क्रममा कपडाको यस्तो हालत खराब भएको छ। गाइज फाइनल्ली हामी आफ्नो मन्जिल आफ्नो लक्ष्यमा पुगिसकेका छौँ। डेन्जर हो नि यो डाँडा, ओ माई गड क्या मस्तको ठाउँ छ हेर्नु न। ती तलदेखि आएको छ, यतातिर चाहिँ हाम्रो थाना लेखहरू आइहाल्यो क्या, त्यो हाम्रो छानो हो हिँड्नु अगाडि। फाइनल्ली गाइज पुग्यौँ हामीहरू।
अहिले चाहिँ हामी गाइज पुग्यौँ हेर्नु जङ्गल हो सबभन्दा डेन्जर इलाका चाहिँ हो हाम्रो घर चाहिँ ऊ तल त्यहाँनिर छ नि गाइज त्यहाँनिर चाहिँ हाम्रो घरहरू रहे यता चाहिँ स्कुल पनि देखिन लाग्छ अहिले चाहिँ सो गाइज एकदम मनोरञ्जक ठाउँ ओ माई गड तल हेर्नु न त्यो कहाँ बसेको छ यहाँदेखि तल चाहिँ अझ रमाइलो छ त्यहाँबाट आयो हुन्थ्यो नि यता आइदा क्यामेराम्यान कम हियर लास्ट थकाइ लाग्यो यही भ्यू हेर्नलाई गाइज हामी यहाँ पनि पुगिहाल्यौँ हेर्नु न ऊ यो गाउँ हेर्नु न गाइज यति राम्रो देखिरहेको छ नि हाम्रोभन्दा पल्लो गाउँ हो खप्तर सिँढेदा गाउँपालिका हो चाहिँ अनि हाम्रो यता चाहिँ बुढीगङ्गा नगरपालिकामा छौँ अहिले चाहिँ हामी सो बिचमा ऊ तल नदी पनि छ अहिले एकचोटि नदीमा गएर नुहाउनु पनि पर्ने हो सायद यस्तो कपडा यस्तो फोहोर भएर यस्तो भएको छ नि सो गाइज अहिले चाहिँ हामीहरू हाम्रो गन्तव्यतिर पुगिसकेका छौँ सो एकदमै रमाइलो त्यति धेरै हावा त चलिरहेको छैन सो त्यही पनि एकदम मनदेखि भनौँ न एकदम राम्रो फिलहरू आइरहेछ सो तपाईँहरू अरूलाई त म भन्न सक्दैन टाढा टाढा रहेका मान्छेहरूले तपाईँहरू जो पनि मेरो गाउँदेखि मेरो आफ्नो मान्छेहरू हेर्नुहुन्छ तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भने एकचोटि यहाँ आएर यो नजारालाई चाहिँ हेरिहाल्नु कि हुन त सबै आउँछन् होला म वर्षको एकचोटि आउने मान्छे यो मैले भन्दा उचित नहोला त्यही पनि तपाईँहरू यदि यहीँ बस्नुहुन्छ भने महिनामा पुग्नु केही त्यस्तो नराम्रो छैन के तलदेखि आउँदा चाहिँ तपाईँहरूलाई डर लाग्ला अलिकति हिँड्न झ्याउ लागेर ऊ लाग्ला तर यहाँ आएपछि जो फिल हुन्छ नि मनदेखि आउने जो फिल हुन्छ नि यसले गर्दा एक पोजिटिभ थिङ्किङ बनाएर एकदम राम्रो दृश्य देखिने भएकाले गाइज मलाई चाहिँ एकदम रमाइलो लाग्यो सो गाइज अब चाहिँ यहाँको केही क्लिपहरू तपाईँहरूलाई म काटेर यहाँको सबतिर देखाउने छु अहिले चाहिँ हामी माथि यता चाहिँ पुरै लेख हो गाइज यो यतातिर चाहिँ हाम्रो तल छाना छ अब हामी यतै साइड जाने यता साइड फेरि जान्नु यता गए गाउँ आइहाल्छ माथि धेरै ठुलो जङ्गल छ के जान त हाम्रो पुरै माथि टावरमै जाने भन्ने प्लान थियो तर टावरमा जान चाहिँ एकदम धेरै टाइम लाग्ने सो त्यो टावरमा जानलाई चाहिँ हामीले फेरि एक दिन उतादेखि अर्कै बाटोदेखि जानुपर्ने छ सो गाइज अहिले चाहिँ हामी यहीँसम्म छौँ सो ठिक छ त्यहाँ गएको दिन चाहिँ हामीले बिहानै जानुपर्ने हो कि खाना लगेर त्यस्तो बवाल सिन आउने ठाउँ छ त्यहाँ चाहिँ फेरि सो गाइज यति भन्दै यदि तपाईँहरू नयाँ मान्छे हुनुहुन्छ भने कृपया सब्सक्राइब गरिदिनु होला र कमेन्टमा के कस्तो लाग्छ जिज्ञासा कहाँनिर के कमजोरी छ भनेर कमेन्ट पनि गरिदिनु होला अब चाहिँ तपाईँहरू पुरै यो के भन्यो तपाईँहरूलाई क्लिपहरू सुट गरेर देखाउँछु इन्जोय गर्नुहोस् बाई बाई